फोटो खिचेर पठाउनु पर्छ बिस्तारै मान्छे त कति हो कस्तो लागिरहेछ यो तिमीलाई दामी छ हौ ठाउँको नाम के अरे बेलम बेलम दामी छ दिदी कहाँ जानुभयो दाइ घोडा घोडा खै घोडा राम्रो है गार्डन पनि राम्रो रहेछ त कहिले हुँदैन जस्तो गोरो भनेको थियो भिडियोमा गर न हामी यसरी गर्दै यस्तै त फनी कुराहरू भयो मलाई त खोइ त्यो के रे के काटेर के भन्छ मलाई भिडियो बनाएर एडिट गर्नु एडिट यो पनि क्याप्सन गरे दाइलाई हैन एडिट गर्न आउँदैन एडिट गर्न आउँदैन गरे गरे त्यस्तै हुन्छ नि त्यो बोली नै आउँछ त्यही हो एडिट गर्नु अनि त दाइलाई प्रपर नेपाली आउँदैन कि गाह्रो रहेछ दाइलाई त कति नेपाली वर्डहरू छ नि दाइले सोध्नुहुन्छ कि भन्नु खोजेको प्रोनाउन्स एउटै हुन्छ तर त्यो एउटै जस्तो हुँदैन एउटा वर्ड्स पनि अर्को पनि हुन्छ नि त्यस्तै भइ पठाइदिन्छ कि भन्दै तर एक्सप्लेन चाहिँ फेरि मैले गर्ने हो फेरि जुन म चाहिँ पढेको छुइनँ त्यो मान्छेले चाहिँ एक्सप्लेन गर्ने हो कि फेरि हाँसुटेर आउँछ अनि इङ्ग्लिसमा नि त्यो अस्ति के भन्यो अरे बाबुले के बाबा स्विङ जाने भनिरहेछ होइन अनि उसले चाहिँ स्विङ यहाँ छैन स्विङलाई त के अरे बाबा हजुरले के स्विङलाई पिङलाई त होइन बाबाले पिङलाई बच्चाले स्विङ भनिरहेछ उसले चाहिँ चिप्लेटी ए त्यो चिप्लिनेलाई त्यो त स्ल्याड हो नि त त्यो स्लाइड हो स्ल्याड र स्विङ हेर्नुहोस् म हो इङ्ग्लिस पर्फेक्ट बोल्ने मान्छे अनि हाम्रो यहाँ राजा हुनुहुन्छ हाम्रो राजालाई चाहिँ यसरी बोकेर लानुपर्छ हामीले होइन भोलिपछि राजा ठुलो भएपछि देख्छ यसरी राजालाई हामी कसरी लान्छौँ भनेर नेपाल यहाँ हुनुपर्छ यहाँनिर अब चाहिँ समुद्रको छेउमा आइपुग्यो समुद्रको छेउमा वा कस्तो दामी कत्रो रहेछ नि हो यो त है ए हो रहेछ तिमीले सोर्ट भन्दैछौ नि ऊ मैले देखेको थिएन सोर्ट त ओ आम्मा कत्रो तिमीलाई पोर्चुगल कस्तो लाग्दैछ अरे
दामी लाग्दैछ बब्बाल लागिरहेछ खै मिस खिच्ने हो कि हेरेर मजा लागिरहेछ ए ल ठिक छ त यो पारी दाइ पारी आलमदा कि के अरे आलमादा जाने बाटो पुल त्यो चाहिँ आलमदा ए आलमदा जाने पुल रातो पुल फेमस पुल हो यो नि यो त हामी त अलि फेरि छुट्टै संसारमा आए जस्तै भयो हो छुट्टै संसारमा आए जस्तै भयो रोसियो पनि यहाँबाट हिँड्दै हिँड्दै गयो भने घुम्ने यो पुरै छ कि यो खोलाको छेउ सबै घुम्ने ठाउँ हो अब यहाँबाट खोलाको छेउ हिँड्दै हिँड्दै गयो भने रोसियो पुग्छ कि रोसियो अनि ओरेन्ते पनि होइन ओरेन्ते पनि त्यस्तै रहेछ क्या म्याप हेर्नुपर्छ छेउ रहेछ ओरेन्ते पनि मलाई साह्रै मन पर्यो दिदीलाई मेकअप भिडियोमै म मेकअप गरिदिन्छु पुरै त्यहाँ फाउन्डेसन दलदाल गरेर त्यहाँ भिडियोमा आउनु पर्यो नेपालको धरहरा ए यहाँ आएछ नेपालको धरहरा यहाँ आइपुगेछ हो उछिटेर आज हिमालय फोटो खिचौँ भनेकै छैन आज हेरेकै यता उता फोटो खिचौँ भनेकै छैन यसको हेरेर कति आनन्द भइरहेछ मैले हेरेर यसको अनुहार हेरेर थाहा भइसक्यो क्या हिमाको अनुहार हेरेर थाहा भइसक्यो कति आनन्द भइरहेछ भनेर यता हेर्छ उता हेर्छ छक्क पर्छ बिचरा बच्चा जस्तै छक्कै पर्छ ए मैले देखेको थिएँ हो मैले टिकटकमा देखेको थिएँ त यो धेरै राम्रो बनाइदिएछ यो कहाँ के भनेर भन्न चाहिँ आउँदैन यहाँ यसको बारेमा नै हेर्नु मान्छे छिर्नु दिँदैन रहेछ होइन फोटो खिच्दैनौ आज रमाइलो भइरहेछ फोटो नखिचिकन खिच नै खिच एक दुईवटा तिम्रो ग्यालेरीमा त फोटो चाहिनु पर्ने एक दुईवटा फोटो चाहिनु पर्ने त तिमीलाई त खस्यो भने त माया मार्नु बाहेक सिवाय केही छैन केही छैन कस्तो छेउमा बस्नु अब ए कुच्चे सुतिरहेछ सबैभन्दा आनन्द छ हाम्रो यहाँ कुच्चेलाई राजा साहबलाई आनन्द अरू कसैलाई छैन यहाँ भिडियो ठ्याक्कै हिरो जस्तै देखाएको छु ओके अब उठ्यो अब खेल्छ अब आनन्द छ नि अब कुछ है निकालिदिनु यस कुदो रन कुदो वाह 1 2
अब चाहिँ एकछिन विश्राम गर्ने बेला भयो जस्तो छ हाम्रो होइन हिँड्दा हिँड्दा रमाइलो भइरहेछ आज त हिमालय त केही भएको छैन है तिमीलाई त आनन्द आयो के गर्छौ सुत्छु अनि थकै नलागेको मान्छे फेरि सुत्नु आँटेको सनपात ओ माई गड सुत सुत पानीमा कुद्ने प्लेन रहेछ जमाएको माथि पाइलट पनि राखिरहेछ यो जमाएको प्लेन हो साथी तिमी त क्याप लाएर ढल्केछौ साथी रहेछ त क्याप यहाँनिर मैले त मेरो निदा डरो भनेर कस्तो टेन्सन लागेको थिएन अघिदेखि हो के तरिका तिमीले मलाई भनेको थिएन नि त निदा डढ्यो भनेर त यस्तो कि यस्तो गर्छेकेर हिँड्दै निदा डढ्यो भनेर भन्नुपर्छ नि त म मैले भन्नु पनि सकिनँ लिएन हो त होला भनेर तिम्रो पनि ल्याइदिएको छ ह्याट लाएर होइन हेड त लाउँदिनँ अहिले त्यो त मेरो क्याप हो मैले कपाल यसरी बाँधिरहेको छु तिम्रो ह्याट हो बाउ छोरालाई उताबाट घुमेर आएको कहाँ भेट्दै भेटिनँ फेरि यताबाट निक्लिनु रहेछ म त शङ्ख त लाग्यो बालेनले लगाएको बत्ती खोइ सिपेर क्रुज यो ठुलो सिपको उता कता बाहिर कता पछि चलाएर छ यो 1 2 यो देश त चोर देश हो नि छोड दे सर अहिले चाहिँ चाइनिज जापानिज बच्चाहरु वाउ तिमी त हिरो भइहाल्यौ नि ओ ची अहिले लिपका त किन दिएको अहिले तेरे कथा कस्तो गर्यो यस्तो गर यसमा नि लाउन तिमी नि उता बसन यसो लगाएर कत्रो निकालेको किन दिएको के अङ्कलले देख न यस्तो यता 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 मलाई भए त नि भइसक्यो लागिसक्यो को मामा लागिसक्यो मलाई हेर न भनेको ब्याग पनि ओ ब्याग 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 भित्र न बेटे No, run. Ayo sama-sama. यहीँबाट तल होला जमिन हल्दियो मार्केट कस्तो राम्रो क्या है हिमा यो किन न तिमी पनि किन न किन भन्दा चाहिँ किन कस्तो त्यो यस्तो साइड ब्याग पर्छ है चस्मा खोज्छ अनि चस्मा चाहिँ क्यापमाथि चस्मा लगाइरहेछ अनि खोज्छ चस्मा खोइ कहाँ यहीँ राखिरहेको थिएँ भन् हामी त अब घुमिफिरी रोसिया आइपुग्यौँ रोसिएको मुटु नै यही हो
त्यहाँमा के नाम भनौँ? Parque da Comercio. पाकाता कमर्सियो। Praca Comercio. मान्छे जहिले कहाँबाट आउँछ मान्छे भन त? त्यत्रो मान्छे होइन घुम्नै आएको? वाउ, हाम्रो बाबुले चाहिँ पोल डान्स गर्दैछ है। ओ ओ खै 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 अब माथिबाट भयो त्यस्तो होइन। वाउ ओइ ला 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 सुत्यो। ओ माई गड। ओ ओ ओ ओ ओ ओ वाउ। दोस्रोबाट नि फर्केर आएको घर। अब कति बजी पुग्छौँ घर? लगभग हाम्रो कति टाइम लाग्छ? हामीलाई अब 10-15 मिनट 10-15 मिनट लाग्छ घर पुग्नुलाई। फाइनली हामी घर आइपुग्यौँ। फाइनल्ली घरसम्म पुगेको छैनौँ। घर क्यामेराले फाइनली हामी घर आइपुग्यौँ। घर जाँदै हो, बाटोमा हो। घर पुग्नुलाई कति टाइम लाग्छ भने हाम्रो अब 5-10 मिनट लाग्छ। उकालो हिँड्नुपर्छ। गाडी आयो भने गाडीमा जाने आनन्दले, आएन भने हिँड्दै जाने। दिदी चाहिँ खेलेर जानुहुन्छ। 711 ला रोक्दैन, रोक्ने रहेछ। कुदो कुदो यस्तो कुद्ने। हामी चाहिँ रुम आइसकिसक्यौँ। अब लुगासुगा चेन्ज गर्ने, अनि खाना पकाउने, तरकारी बिहानको छ होला होइन, अनि खाएर रेस्ट गर्ने। आज धेरै थाकिसक्यौँ। हिँड्दा हिँड्दा घुम्दा घुम्दा रमाइलो भयो, थाक्यौँ। आजलाई चाहिँ यहीँ बन्द गर्छु होला म ब्लग। बाई।